हेलो साथीहरू, अब हामी आमा छोरी चाहिँ एकदमै लन्च बनाउँदैछौँ बट्टाबट है। भोक लागेको थियो, नानीले प्याज चप गर्दैछ अनि म चाहिँ बनाउँदैछु बिफ चाउमिन है। भेजहरू काटेर एकदम नानी आज चाहिँ हामी बिफ चाउमिन है अनि प्याजी खुवाउँ ल भनेर सल्लाह मिलाएर चाहिँ एकदम हामी चाहिँ मजाले यहाँनिर लन्च बनाउँदैछौँ। त्यहाँदेखि छिटो छिटो गरेर हामी मुकबाङ पनि बनाऊँ है भनेर चाहिँ हतार हतार गर्दै हामीले बनाउँदैछौँ। त्यस पछाडि चाहिँ हामीले गफ गर्दै थियौँ एकअर्कामा है। उसको स्कुलको के कुराहरू भन्दै थियो। म चाहिँ थुक्पा बोइल भइसकेर म धुँदै थिएँ है। त्यही सुरमा मजाले त्यहाँदेखि चाहिँ थुक्पा धोइसकेपछि चाहिँ मैले एकदम म चाहिँ सफा धुन्छु थुक्पा चाहिँ, नभए गनाउँछ। त्यही भएर मैले त्यहाँदेखि बिफलाई चपिङ गर्दै थिएँ। म चाहिँ बिफलाई एकदम पाक्ने गरी बोइल गरेर राखेको हुन्छु। मजाले त्यसलाई चप गरेँ। त्यहाँदेखि मजाले बिफ चाउमिन बनायौँ। त्यहाँदेखि चाहिँ हामीले है एकदमै साथीहरू हेर्नुहोस्, मेरो चाहिँ यहाँनिर प्याजी बनिँदैछ हो। यसो बेसी चिल्ली खाँदैन हामी चाहिँ, अनि चिल्ली फ्लेक्स खानुपर्छ। प्याजीको लागि ओनियन अनि यहाँ चाहिँ मासु फ्राई गर्नुहुँदैछ मम्माले। अनि यहाँ चाहिँ अलरेडी हाम्रो चाउमिनको लागि नै होइन, चाउमिनको लागि रेडी भइसक्यो। यो ब्रोकली क्यारेट सबै मिक्स भेज। मे चाहिँ अलरेडी म चाहिँ यसरी बोइल गर्छु। क्यारोट है, उयो के भन्छ यसलाई, बिटरुट, ब्रोकली सबै म यसरी मिक्स गर्छु। कोही बेला यसरी गर्छु। यो चाहिँ बिफ अलिकति चाहिँ हेर्नुहोस् न, मासु बन्दी छ, कम्ती कम्ती खानुपर्छ हो। हेर्नुहोस्, धेर सारा भेजिस हालेर हाम्रो चाहिँ यो बिफ चाउमिन रेडी हुँदैछ। हेर्नुहोस्, हाम्रो चाहिँ अब यहाँनिर अलमोस्ट रेडी भएको छ हाम्रो लन्च हो। यो भयो भाजी, यो भयो बिफ चाउमिन, एकदम सादा, धेरै भेजिसहरू लाएर। हवस् त साथीहरू, खाँदा भेटौँ है। हेलो एभ्रिवान, जय मसी। आज पनि साथीहरू अघि मैले तपाईँहरूलाई अलिअलि झलक देखाएको छु है। आज चाहिँ हाम्रो एकदमै बिफ चाउमिन सादा यसले छ हौ, एकदमै धेरै अघि देखाएको छु है भेजिसहरू हालेर हो। अनि यो छ मैले होममेड, अस्ति नानीले भनिसकेछ चिल्ली ओइल फ्लेक्स मैले होममेड बनाएको छु। एकदमै दामी पिरो छ र आज छ ग्रेप्स र यो चाहिँ छ हाम्रो प्याजी। साथीहरू आज चाहिँ निकै गरम चढेछ हौ। अब चाहिँ हामीले दिउँसो गरम हुँदैछ। आज काटेले खानु यति हालिदिनु बाबा, त्यहाँ राख्ने राख्छु नि। होइन, चाउमिनमा मैले खानु पऱ्यो नि। ला पिरो हुने हो कि बा? रामा त अप्ठ्यारो हुन्छ। किन जौलेर आउँछ? होइन होस्, अब ककौडा खानु पर्ने। यतिसँग ट्राई गर्नु। एकदमै पिरो छ साथीहरू, त्यही भएर एकदमै कम्ती खाँदैछ हामी चाहिँ। यहाँ राख्छु। Come. Let's start eating. हवस् त, खान्छौँ। एकदम राम्रो मल है। Come. ठुलो स्पुन ल्याएन लानु? मैले चाहिँ तिमीलाई त्यही स्पुन र उयो लैजाऊ न भनेको हो, चपस्टिक ल्याऊ न भनेको, तिमीले ल्याएनौ। सो वाट क्यान आई डु? अब खानु पर्यो त्यतिकै। वाउ, यी सबै मैले हेर्नुहोस् है, दामी भयो। म चाहिँ फर्स्ट यो ट्राई गर्नु पर्यो। फर्स्ट बाइट खाएँ। दामी खाऊ त।
कति मिठो भएको छ प्याजी मिठो है पिरो पुरा ला पानी खाने ल्याउनुपर्छ ल्याऊ कम्ती नानी जोर चिसो फ्रिजको त्यो सेल्लाको आधी हालेर आधी तातो हालेर ल्याउनु जोर फ्रिजको आधी हालेर फ्रिजको ओके म चाहिँ साथीहरू एकदम पानी बोइल गरेर सेलाएर फ्रिजमा पनि हालिराख्छु कोही बेला इमर्जेन्सी खानुपर्छ वा प्याजी कति मिठो भएछ हौ कम्ती भयो नि चम्ची छैन वाउ प्याजी कति मिठो लाग्यो हौ म खाइरहेको थिएँ जाँदा पनि मलाई मियोनिज लिएर आएँ अब त्यो ल्याउने कामहरू तिम्रो हो नि त नानी म सर्भ गर्छु हो उसले चाहिँ ल्याउने तारा मिलाउनु त खानु नि बाप्रे कानको जरी पोल्यो यति पिरो भएछ तर एकदम टेस्टी छ यो चिल्ली फ्लेक्स ओइल चाहिँ पिरो भयो नि तर मजा आयो प्याजी खाऊ बाप्रे यससँग खोर्सानी नि
पिरो नि Unlimited. खाने खाने मलाई त्यति बेसी पिरो भयो त पिरो बापरे गाइस यति बेसी पिरो भयो क्या चाहिँ टप छ तर मासु बेसी फ्राई गर्छु है टिच भएको न चस्मा पनि झरेको भएन नि बेसी पिरो नखाऊ बाप्रे ग्रेप्स यति बेसी गुलियो क्या बाप्रे टेट पानी आऊ न बिउ त पानी नखाइ खाँची पिरो भएन यति बेसी पिरो भयो म त डाइरेक्ट मेरो दिलमा लग्यो डाइरेक्ट पिरोको तीर चाहिँ मेरो दिलमै लाग्यो ग्रेप्स खाऊ नि यो वर्ष पनि खाइ नसक्ने रहेछ त हाम्रो ग्रेप्स दाँत पनि घरिघरि दुख्ला जस्तो छ 8 सिटी गरिसकेको मेरो दाँतलाई चाहिँ यसलाई कभर हाल्नु छ अब कुन दिन अल्छी लाग्छ जिजो घरिघरि जानुपर्छ त्यही नगएको के जानुपर्ने रहेछ कभर हाल्नु पर्ने रहेछ यदि तपाईहरुले हामीलाई पहिलोचोटि हेर्नु हुँदैछ भने प्लिज डु लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब
भयो नानी भयो ग्रेप्स खाउँ न हुन्छ हामी बिस्तारै ग्रेप्स खान्छौँ है र आजको हाम्रो यो भिडियोबाट तपाईँहरूसँग छुट्टिन्छौँ फेरि अर्को भिडियोमा या अर्को भ्लगमा हामी निश्चय नै भेट्नेछौँ भन्दै आजको लागि नेक्स्ट टाइम बाई बाई